Happy New Year everyone. So मेरो मर्निङको स्टार्ट चाहिँ यो फ्याट कटर ड्रिङ्कबाट हुन्छ र साँझ खाने र बिहान खाने ड्रिङ्क इज डिफरेन्ट. अनि ब्रेकफास्टको लागि चाहिँ मैले ओभरनाइट ओट्स राखेको थिएँ. साँझ नै बनाएर बिहान उठेर मैले त्यसलाई खाएँ. सिया सिड अनि त्यसपछि दुध, सिनेमन पाउडर अनि बनाना मिक्स हो यो चाहिँ. त्यसपछि मैले लन्चमा चाहिँ यो चना राइस अनि एग, पनिर अनि थोरै मासु खाएको थिएँ. त्यसपछि मैले खाएँ फ्रुट्स अनि त्यसको केही टाइमपछि नाक लिएर उठिसकेपछि आई ह्याड दिस क्रानबेरी जुस. अनि न्यु इयरको बेलामा मलाई चाहिँ मेरो स्टाफले फोन गरेर लेट्स गो फर कफी दिदी भनेर भन्यो नि. बाटोमा जाँदाखेरि चाहिँ एकदमै राम्रो कति टाइमपछि काठमाडौँमा देख्न पाएको है. हामी कफी खायौँ अनि मैले मोमो चाहिँ 5 पिस खाएँ. म आज वकै गरेको थिएन अनि म चाहिँ वकको लागि गएको थिएँ. अनि मेरो घरको छेउमा चाहिँ यो पार्क पनि छ नि. पार्क चाहिँ सजाएको रहेछ आज न्यु इयर भएको भएर. सो आई वक्ड फर 45 मिनट्स. अनि त्यसपछि आज चाहिँ म डिनर खाँदिनँ. दिस इज फाइबर सप्लिमेन्ट अनि आज पानी पनि एकदमै कम खाएको थिएँ. सो आई ह्याड इट. टोटल चाहिँ म 6178 वक गरेछु स्टेप. अनि त्यसपछि यो पानी खाएर सकेँ. द्याट्स अल फर टुडे. आई होप तपाईँहरू यो वेट लस जर्नीमा मसँग हुनुहुन्छ भनेर. बाई.